हेलो साथीहरू, नमस्ते। टेल्स अफ रिक्कीमा हजुरहरूलाई धेरै धेरै स्वागत छ। आज चाहिँ मैले लिएर आएको छु एग फ्राई राइस, कालो दाल अनि यता गोलभेडाको चटनी। ल ढिलो नगरी सुरु गरौँ है त साथीहरू। दामी। सबै हाल्दै है मेरो साथीहरू। भात पनि सबै मोल्दै एकचोटि। कस्तो दामी हो, कस्तो मिठो बनाऊ मैले। कति मिठो बनाउनु पर्ने। भात तर धेरै चाहिँ रुच्दैन मलाई। पहिला एक जमाना हुन्थ्यो, एसएलसी दिने बेलातिर 10 क्लासतिर सुकेनस लागेर 2 किलो भात खाए पनि मोटाउनु हुन्थ्यो। अहिले पानी मात्र खाए पनि मोटाउँछ यार, के भयो। दामी हो, कस्तो मिठो भयो यार। आज चाहिँ मैले यो सेटअपहरू फर्स्ट टाइम अलिकति सेटअप राम्रोसँग राखेर टेस्ट गर्नको लागि मात्र मैले सिम्पल खाना लिएर आएको। अब नेक्स्ट भिडियोबाट चाहिँ म पनि अब अरू धेरै धेरै खानेकुराहरू मेनुमा लिएर आउँछु है त साथीहरू। त्यसको लागि चाहिँ नरिसाइदिनु होला है। युट्युबमा म पनि अब करियर बनाउनु पाउँछ कि भनेर यसो जर्नीतिर लागि परेको छु। प्लिज हेल्प गरिदिनु होला साथीहरू, सब्सक्राइब गरिदिनु होला, लाइक गरिदिनु होला है, सपोर्ट गरिदिनु होला। थ्याङ्क यू।